राजा र नेतामा अन्तर के हो भने 23 र 24 गते भदौको विद्रोहमा 76 जनाको ज्यान गयो। तर कोही आफ्नो पद छोड्न तयार छैन, कसैमा दोष भाव पनि छैन। राजाले त 2046 सालमा पनि 20-22 दिनको आन्दोलनमा 20-22 जनाको ज्यान गएपछि 30 वर्षको पञ्चायती शासन व्यवस्था नै जनतालाई जिम्मा लगाइदिए। 62-63 को आन्दोलनमा पनि 20-22 दिनको आन्दोलनमा 20-22 जनाको ज्यान गएपछि होइन अब रक्तपात हुनु हुँदैन भनेर 240 वर्षको शाहवंशीय गद्दी र यो क्षेत्रमा भएको हजारौं वर्षको राज संस्थाको परम्परा नै आरामले छोडेर हाँसी हाँसीकन गद्दी छोडेर गए। त्यो तपाईले अहिलेको नेतामा देख्नु भएको छ? देखिएको छ। त्यो राजाले आफ्नो पद छोड्नको लागि सिंहदरबार जल्न परेन, होइन? सिंहदरबार जल्न परेन। र तपाई के बुझ्नुहोस् भने यो देशमा राज